Hello and also namaste and welcome back to the another video in my YouTube channel Yuvraj Vlog. सबैमा स्वागत छ नयाँ भिडियो न्यू डे न्यू भ्लग 145 भनेर हाल्ने दिन कहिले आउला हैन त्यस्तो अब भाइरल भयो भने हालौँला त पनि हैन के भन्छ यो अलिकति राम्रो देखेन ट्याक्क मिलाउँछु एकछिन 1 मिनेट गाइज यस्तो छ है अब आज पनि यहाँ बाख्रा पार्टी यिनीहरू म पार्टी यता अब हामी जाँदैछौँ घुम्न दाउरा अब ट्याक्क यो दाउराहरू यो घर हो घरको धुरीको टुप्पामा के छ हेर्न सक्नुहुन्छ सोलरको प्यानल पाता छ यो चाहिँ कुलमान घिसिङ गएदेखि हालेको भन्ने कुरा छ हैन कुलमान घिसिङ जिन्दाबाद भनेर भनौँ सबैजनालाई एकचोटि हेलो गाइज हाम्रो यो निर्माणित घर चाहिँ यस्तो छ ए एम्बापे यी अब फेरि हिजो के अरे हिजो रोनाल्डो हैन आज एम्बापे रोनाल्डोको फ्यान एम्बापेको फ्यान यो फेरि रोनाल्डोको फ्यान पनि यो एम्बापे यताबाट चाहिँ ओ गाइज के छ के हुँदैछ हाम्रो यहाँनिर ल यसो हेलो भन्नु गाइज सुर्ती कुन सुर्ती हो म घरमै छु ठुली हामी छैन नि यहाँ त ओ प्रकाश सर के छ खबर आम्मामा तक्लुस छ हेर ओ दिपसर यहाँ सँगतिर गएर छ अरे गाई त्यस्तै हो हाम्रो त गाउँतिर काम भइरहेछ अब लहार लोहर खाना खाइयो अब त्यस्तै हो लल्लमा आयो भने अलिअलि काम छ हैन ट्याक्क के काम छ नि हो काम आन्टी के पाको भात खाइसक्नु हो आम्मामा भात त चिरिप्पै आन्टी यता आउनु न मोटी आन्टी यता हौ आमा कस्तो लगाएको राम आम्मा आन्टी त लास्टै लगाउने हो है गाई अब यस्तै छ गाइज के छ अब यस्तै हो के आमा आज खुसी छन् देओस् आज 5 जना नाति नातिनी आउँदैछन् म आउँदा त खुसी भइहाल्नु नि त्यतिकै होइन केटा के छ आर्मीको लुगा लाग्छ आर्मी बन्ने हो त उठ आर्मी बन्ने हो ए ए ए सलक सुलुकै झर्दो छ त नि आर्मीको केटाहरू त गीत गाइदियो एउटा केटा कस्तो गाउँछ तैँले गाउने गीत गाएर उठ ल उठ फेरि यस्तो गऱ्यो यस्तो ल्याङ गरेस् त तँ त अस्ति उसले गएको थियो नि सुन त उठ न त लु उठेर बसेर ल बसेर कस्तो बिर्सिन्छ त है गाना केटा ल हाम्रो मामा चाहिँ आज बिन्दास पारामा दामी छ त के छ हौ हिजो त रक्सीको बोतल ट्याक्क हातमा थियो आज त के हो ल बोल्नु न हौ केही भन्नु न हौ गाउँतिर त यस्तै हो होइन गाउँतिर काम कति गर्नुपर्छ हौ गाउँ यस्तै त हो नि गाउँ गर्नु परिहाल्छ भन्ने हुन्छ कि होइन झ्याप्प अब भारी बोकेर ल्याउने यताउता हुँदो होइन आज के छ काम मेन काम काठ बोक्नु छ है गाह्रो छ खोइ कस्तो भयो ए तक्लु भइसकेको छ है ल यो ट्याक्का मिलाएर लाउनु न यस्तो दामी ढाका टोपी लाएर यो ढाका टोपी लाउनुको मेन तात्पर्य के छ हौ नेपालीको जस्तो के हो चिनाउने डेन्जर हो नि पसलमा सबैले खाइदिइसक्यो अब गएर के खानु